हेलो गाइस, वेलकम माई युट्युब च्यानल। नयाँ विषयवस्तु नयाँ भिडियोको साथ फेरि पनि म तपाईहरुको सामु आइसकेको छु गाइस। म भने यति बेला कहाँ छु भने सुर्खेतको गुरबाकोट नगरपालिका वार्ड नम्बर 11 गुमीमा छु म यति बेला। एकदम दुःखको भिडियो छ यति बेला। आज चाहिँ नयाँ भिडियो हाम्रो एकदम अपाङ्ग दाजु अशक्त दाजुको भिडियो गराउँदैछु मैले। यति बेला चाहिँ म यो बाटो हिँड्दै गर्दा उहाँलाई यस्तै हिजो पनि मैले रातिमा यसरी बस्दै आउनुभएको देखेको थिएँ। त्यही भएर आज पनि के रहेछ त कुरो अनि के सहयोग माग्नु भएको रहेछ, कचौरा राख्नु भएको छ अगाडि, के रहेछ त कुरो भनेर उहाँलाई बुझ्नको लागि उहाँसम्म आएको थिएँ। उहाँ खास के भएको रहेछ, उहाँ कहाँ रहेछ, घर कसरी बस्दै आउनु भएको रहेछ, कहिलेदेखि अपाङ्ग हुनुहुन्छ, के काम गर्न सक्नुहुन्छ, के काम गर्न सक्नुहुँदैन भनेर म सम्पूर्ण भिडियो गराउँदैछु गाइस। भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेरेर भिडियो सम्बन्धी प्रतिक्रिया दिनुहोला भन्दै म भन्ने लाग्छु गाइस भिडियोतर्फ। हेलो दाजु नमस्कार। नमस्कार। हजुरको यो कसरी भयो, यस्तो कसरी यो अवस्थामा आइपुग्नु भयो हजुर? हजुरको नाम भनिदिनु न पहिला। मेरो नाम हजुर दीपक सुनार। दीपक सुनार। घर कहाँ हजुरको? मेरो घर यो वडा नम्बर 14 मा। वडा नम्बर 14 हैन? दीपक सुनार वडा नम्बर 14 मा हजुरको घर। हजुरको यो खुट्टा यस्तो कसरी भयो, केही यो बारेमा केही भनिदिनु न। अपाङ्ग त अब जनजातै हो हजुर। पछिबाट गाडी दुर्घटना भएर पनि यो गाडी दुर्घटना भएर यो गाडी छिनालिदिएको। ए पहिला अपाङ्ग हुनुहुन्थ्यो? अपाङ्ग पहिले घर यस्तै घिर्सेर हिँड्ने। त्यस्तै घिर्सेर हिँड्दा फेरि गाडीले हानेर, कुन गाडीले हाने तपाईलाई? मलाई नायटले। ए कहिले हाने हो? मेरो अहिले 2-3 वर्ष भयो क्या। 3 वर्ष भयो है? गाडीले हानेर फेरि तपाईको यो खुट्टाहरू दुईटा खुट्टामा हाने हो? हेलो गाइस, देख्न सक्नुहुन्छ उहाँको दुईटै खुट्टामा गाडीले हान्दै यति बेला खुट्टा यस्तो छ। उहाँ हिँड्न पनि सक्नुहुन्न, एकदम दुःखको कुरो हो यति बेला। अनि पहिल्यैदेखि उहाँ यो अशक्त हुनुहुन्थ्यो, त्यही माथि नाइट गाडीले हानेर उहाँलाई एकदम दुःख भएको छ। उहाँ रातिमा नि यहीँ बस्नुहुन्छ, यो चौतारा मुनि रातिमा बस्नुहुन्छ, खाना पनि त्यहीँ पकाएर खानुहुन्छ। मैले हिजो पनि देख्दै आएको थिएँ। अनि हजुरलाई यहाँ बस्न कस्तो छ अवस्था, कसरी सहज असहज कस्तो भइरहेछ? व्यवस्था र अब घरहरू बनाइदिनु पर्छ। अब चिसो छ हैन, चिसो मोहर लगाएर गर्ला यो। अनि औषधि उपचारहरू केही गर्नु भएको छ कि छैन? उपचार यो खुट्टाको यो सन्चो भइसक्यो हजुर। जिब्रोहरुमा घाउ छ त्यसको मात्र उपचार। ए यो अथवा अरु अन्य कुनै पनि अरु कतै चोटपटक त्यस्तो? चोटपटक यस्तो लागेछ नि, घाउ सन्चो भयो हजुर। अनि हजुरको यो खुट्टा के भएको? यो खुट्टा देख्न सक्नुहुन्छ, हात यस्तो गर्नु त, खुट्टा यो हल्का यो टेडी मेडी जस्तो छ। यो उसले भाँच्दै हो यहाँ तल, त्यो तली थावा मगर भन्ने हजुर। यहाँ तल आएर यस्तो बटार्दै क्या, कुरो चाँसँग बटार्ने बेला पोरकेर हड्डी फुर्केको। ए अरु कोही व्यक्ति आएर बटार्दै हुन्? ए एकदम गाह्रो छ उहाँलाई, देख्न सक्नुहुन्छ उहाँको खुट्टा पनि यस्तो छ। उहाँ हिँड्न पनि सक्नुहुन्न, उहाँ केही कामहरू पनि गर्न सक्नुहुन्न। उहाँले केही औषधि पनि खानु हुँदो रहेछ हैन? औषधि खानु हुँदो रहेछ। अनि थाली यहाँ राखेर केही सहयोगको अपेक्षा पनि गर्नु भएको रहेछ उहाँले। यसरी बस्दै आउनु भएको छ उहाँ चाहिँ हजुरको को हुनुहुन्छ? मम्मी? उहाँको मम्मी हुनुहुन्छ छेउमा। हजुरको मम्मीसँग नि म केही कुरा गर्छु गाइस, हेर्दै राख्नु होला। हजुर आन्टी नमस्कार। हजुरको छोरा हो उहाँ? हजुर मेरो छोरा हो। ए कसरी उहाँ त्यस्तो कसरी हुनुभयो, के भयो, कस्तो भयो हजुर स्पष्ट भनिदिनु न। उहाँ अलिकति थाहा पाउनु हुँदो रहेछ? अलिअलि हिँड्थ्यो हजुर। यहाँ हिँड्दा फेरि त्यस्तो अपाङ्ग नहिँड्ने भयो। हजुर। त्यहाँ फेरि नहिँड्ने त्यस्तो हुँदा फेरि यो मेलकुनामा बस्थ्यो नि। हजुर। मेलकुनामा बस्छ भने त्यहाँ गाडीले हान्थ्यो। गाडीले हाने है? चार नौला हजुर। अनि उहाँ यहीँ बस्नुहुन्छ है रातिमा पनि? के छ भन्नु त आन्टी? रातिमा यहीँ बस्नुहुन्छ छोरा? खाना तपाईँ ल्याइदिनुहुन्छ कि उहाँले आफै पकाएर खानुहुन्छ? आफैले खाना पकाएर खानुहुन्छ? दाउरा साउरा कसले ल्याइदिनुहुन्छ त उहाँलाई? दाउरा पानीहरू? ए कतैबाट सहयोगहरू केही यताउता केही पाउनु भएको छ? हजुर। अरू दुई भाइ पनि अपाङ्ग छन्? अपाङ्ग छन् सबै? तपाईँको परिवारै सबै यस्तै हुनुहुन्छ? 3 भाइ छोरा अपाङ्ग हुनुहुन्छ? ए हेलो गाइस, तपाईँ बुझिसक्नुभयो, थाहा पाइसक्नुभयो उहाँको घर फ्यामिली नै सबै अपाङ्ग हुनुहुँदो रहेछ। उहाँ दाजुलाई पनि तपाईँलाई देखाइसकेँ। उहाँलाई चाहिँ मैले बाटोमा देखेको हुनाले अनि उहाँको बारेमा केही कुरा जान्न खोजेको। अनि घरमा पनि अरू 2जना छोराहरू पनि अपाङ्ग हुनुहुन्छ अरे उहाँले भन्दै हुनुहुन्छ।
त्यो पनि टाइम मिल्यो भने उहाँहरूको पनि केही भिडियोहरू कसरी बस्नु भएको छ कस्तो छ भने त्यो भिडियोहरू पनि हाल्नेछु पछि। उहाँ चाहिँ यसरी बस्नुहुन्छ, तपाईँलाई देखाउँछु, यो सबै देखाउँछु। उहाँ चाहिँ रातिमा नि यही सुत्नुहुन्छ अनि खाना पकाउनु यस्तोमा आफै खाना पकाएर खानुहुन्छ, यस्तो छ अवस्था। तपाईँहरूले पनि यदि सहयोगी मनहरू तपाईँ यदि सहयोग गर्न चाहनुहुन्छ भने उहाँलाई सहयोग गरिदिनु होला। बिचरा रातिमा चिसोमा यसरी सुत्दै आउनु भएको छ। तपाईँहरूले केही सहयोग गरेर उहाँलाई केही राहत गरिदिनु होला। उहाँलाई अरू केही नभए नि सानो एउटा बस्ने यतै बाटोतिर कतै बस्ने एउटा छाप्रो जस्तो बनाइदिनु भयो भने उहाँहरूलाई केही राहत हुने थियो, केही धर्म हुने थियो। यदि धर्मतिर तपाईँहरूको मन छ भने कसैलाई दया लाग्छ भने उहाँलाई सहयोग गरिदिनु होला। उहाँ चाहिँ यति बेला कहाँ हुनुहुन्छ भने सुर्खेतको गुमी गुरबाकोट नगरपालिका वार्ड नम्बर 11 गुमीमा बस्दै आउनु भएको छ। तपाईँलाई देख्न सक्नुहुन्छ। उहाँ चाहिँ उहाँको मम्मी हुनुहुन्छ। यति बेला एकदम उहाँको मम्मीको आँखामा एकदम आँसु छ गाइस, तपाईँ देख्न सक्नुहुन्छ। मन यति कस्तो भएको छ होला। घरमा 2 जना छोराहरू अपाङ्ग हुनुहुन्छ, 1 जना यहाँ हुनुहुन्छ, 3टा छोरामा सबैजना अपाङ्ग हुन्छ। उहाँहरूलाई तपाईँहरूले सहयोग गरिदिनु होला भन्दै मेरो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर, बिल्कुलै नयाँ हुनुहुन्छ भने मेरो यस युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्दै म पनि बिदा हुन्छु। ओके, धन्यवाद।